बाटोको हालत चाहिँ एकदम नाजुक छ गाइस। हेलो गुड मर्निङ एभ्रिवान, इट्स मी एलिस मगर। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम बवाल र बिन्दास नै छु होइन। सो आज चाहिँ होइन टक्कला र आज बाइक उता अङ्कलले लानुभएको थियो अनि अङ्कलले फेरि उता भिनाजुलाई दिनु भएछ होइन। अनि बाइक छ्याटछिट्यो अनि बाइक बनाउनु जानु लागेको होइन। बाइक नबनाइ हुँदैन, नत्र काठमाडौँ पुग्दैन होइन। बाइकको हालत यस्तो छ न, बाइकको हालत चाहिँ यस्तो छ कि फेरि यहाँ फुट्यो होइन, यहाँ गयो, यो फुटेछ, यत्रो स्क्याच होइन। ल मिररहरू नि बाङ्गेको छ, मिरर चाहिँ हामी झिकेर राखेको छ होइन। अनि लेगाडी अरे यहाँ लेगाडी के हो यस्तो लेगाडी गयो होइन। नम्बर प्लेट यहाँ यस्तो काचाक्कै, हेडलाइट यस्तो फुट्यो, हेडलाइट नि फुट्यो होइन। अरू चाहिँ त्यस्तो खासै केही भएन होइन। भर्खरै धोएर राखेको मैले, लडाएछ होइन, भेनाजुको काटेछ होइन। भेनाजुको नि हातमा चोटहरू लागेको छ अलिअलि, त्यही हो। यतातिर नि लडाएछ यार, थत यता नि लडाएछ। यता चाहिँ लडाएको भए चाहिँ यो पनि बङ्गेर होइन, यो फुट्छ क्या। धन्न उतापट्टि लडेर एकदम ठिक भएछ। यता लडेको भए त जान्थेँ नि यार। सबैभन्दा मेन त यहाँनिर छ क्या क्लच के गयो केटा हो, छैन यस्तो छ यार। क्लच हो क्या सबभन्दा मेन त होइन। त्यही भएर जसरी पनि जानै पर्छ क्या बाइक बनाउनु अहिले होइन। यिनै भाँच्चे चाहिँ पुरै यस्तो छ, बुझ्न सक्नुहुन्छ होइन। सो त्यही नै अब हामी उता रिस्टे भन्ने ठाउँमा जानुपर्ने हुन्छ होइन बाइक बनाउनुलाई। अनि त्यसपछि त्यही नै हो ल है, एकैचोटि बाटोमा भेटौँ। A few moments later. र हामी चाहिँ हिँडिसक्यो है त होइन बाइक बनाउनुलाई। लगभग अब 15 मिनट जति लाग्छ होला, त्यस्तै लाग्छ होला। अनि त्यसपछि बाइक बनाउनु पनि हुन्छ, त सामान त सबै हुँदैन यता होइन। त्यही भएर उतै काठमाडौँ बनाउनु पनि हुन्छ। त्यस्तो छ होइन, यस्तो नि चलाइरहेछ होइन। पुरै हातले समातेर चलाइरहेको छ कि यसरी चलाइरहेको छ होइन। त्यही नै हो ल। बाटो त गाउँको अब त्यस्तै भएन नि होइन, हिजोकैमा पुरै नगर। यहाँ फेरि बाइक यस्तो धरामा लिएर हिँड्छ नि, लास्टै धरामा लिएर हिँड्छ बाइक चाहिँ होइन। के भयो चलाएर गाउँ चाहिँ उता छ होइन। बाइक बन्ने ठाउँ यहीँ परतिर हो, तर लाग्छ अझै टाइम त। बाटो त्यस्तै छ है गाउँको, ह्यान्डलहरू नि हल्लिरहेको छ क्या पुरै। यहाँ ढलान भएर चाहिँ नआएकै छैन। के भन्छ अरे पर्किसक्यो त यहाँ सुरु हुने चाहिँ त्यही नै खत्तम। काठमाडौँ जानु पनि झन् बाइक मान्छे फेरि हल्का ड्रिङ्क्स गरेर रहेछ होइन, त्यही भएर नगाएको कि यस्तो रातमा हिलो कहाँबाट आउने बाटो त म अहिले तपाईँहरूलाई फर्किँदाखेरि देखाउँछु। यस्तो डेन्जर छ नि आमा थै। उता छ क्या, उताको बाटो अघि मैले भिडियो गरेन। यहाँ चाहिँ धान सान काटिरहेको रहेछ ल। ए धान पाक्ने टाइम रहेछ नि त यो चाहिँ। अनि बाटो चाहिँ
टाउको साउको छैन रे लाइटको। त्यो माछा पनि के बाटो हान्नु कि आम्मा रङ साइड आइ धेरै नजस्यौँ होला। यो तेर्सोको बाटो फेरि कहिले बिग्रिँदैन नि फेरि पहिल्यैदेखि यस्तो हो नि फेरि यता बाटोको हालत चाहिँ एकदम नाजुक छ गाइस। गाइस होइन यस्तो छ स्थिति, यस्तो अप्ठ्यारो छ क्या बाटो। एनएस तर लास्टै चिप्लिने हेर यस्तो मात्रै। उदालेरै छ लास्ट चिप्लिने क्या एनएस तर गाउँमा है। अलि गाउँमा ल्याउँदाखेरि चाहिँ अलि एनएस चाहिँ अलि हुँदैन केटा हो, प्लास्टिक चिप्लिन्छ क्या एनएस। ल हामी चाहिँ होइन बाइक साइकिङ बनाएर आइसक्यो। सो त्यही नै हो, ल भिडियोलाई इन गर्न चाहन्छु होइन, घर आइसक्यो।